आज चाहिँ मेरो घरमा टाढोबाट एक पाहुना आउनु भएको छ तर मैले बोलाएको पनि होइन मलाई चिनेर आएको पनि होइन र पनि उहाँहरू घुम्दै घुम्दै आउँदा मैले यहाँनिर मजाले एक्सप्लेन गर्दैछु हामी सुरुबारी खरसाङ सबै जग्गालाई भन्दाखेरि उहाँले एकदमै राम्रो रिजल्ट दिनुभयो जो चाहिँ उहाँहरू नागाल्यान्डबाट हुनुहुन्छ र के भन्दाखेरि मैले सोद्धाखेरि कस्तो नागाल्यान्ड र हाम्रो यो खरसाङ है वेस्ट बेङ्गल भन्दाखेरि उहाँहरूले एकदमै राम्रो रिजल्ट दिनुभयो राम्रो लाग्यो सबै हामीले त वेस्ट बेङ्गल भन्दाखेरि प्लेन समतल एरिया है फ्ल्याट एरिया मात्रै सोचेको भन्दै थियो तर आज यिनीहरूले भन्दैछ कि आम्म यस्तो सेम जस्तो रहेछ तर उहाँको भन्दा पनि राम्रो हावापानी वेदरलाई चाहिँ एकदमै मन परायो यहाँको वातावरणलाई जुन वातावरण र अब तपाईँहरूलाई म देखाउन जाँदैछु तर हामी जस्तै छ तर उहाँहरू हामी जस्तो नभएर उहाँहरू नागाल्यान्डबाट हुनुहुन्छ र नमस्ते नमस्ते आप लोगों को कैसा लगा हमारा जगह बहुत अच्छा है। बहुत अच्छा है जो आप नागालैंड जैसा लग रहा है वैसे ही बोल रहा है तो वह नागालैंड अच्छा है इधर का वेदर अच्छा है बोला इधर तो हम लोग नागालैंड में विंटर में ही ठंडा होता है वरना इधर तो आज भी ठंडा हो रहा है। आज भी ठंड विंटर खाली वहाँ पर विंटर में होता है मेरे के लिए हाँ, ठंडा अच्छा लगता है मेरे के लिए मौसम तो ही अच्छा है। अब इन कहाँ से बोल दीजिए आप तो हम सब हाँ ये भी नागालैंड तो में नागालैंड का है नागालैंड वो दूसरा वो म्यांमार म्यानमारबाट पनि आउनु भएको छ हेर्नु न हाम्रो जग्गा घुम्दै घुम्दै बोलाउनु त उसको म्यांमार उता अब How do you feel about this weather? म्यानमार है म्यानमार Please म्यानमार या say to the है आप लोग हिंदी भी नहीं आता है हिंदी नहीं आता है हिंदी वो। नहीं आता है वो यहाँ अब यहाँ आउनु नमस्ते है this place is a very beautiful place. वो जगह बहुत सुंदर बहुत राम्रो है उहाँहरू चाहिँ म्यानमारबाट रहेछ र अब यस्तो मान्छेहरू आउँदाखेरि हामीले राम्रोसँगले उहाँहरूलाई उयो अब सम्मान दिनुपर्छ है किनभने फेरि फेरि उहाँहरूले अरूलाई पठाउँछ अब 4जना आयो अब 6जनालाई पठाउँछ त्यसरी हामीले राम्रोसँग गर्नु भने हाम्रो जग्गाहरूलाई पनि उनीहरूले राम्रो एक्सप्लोर गरेर जान्छ र उहाँ गएर राम्रो रिजल्ट भन्यो भने उहाँले अझै हामीलाई धेरै मान्छे पठाउँछ र हाम्रो जग्गालाई नै राम्रो हुन्छ होइन घुम्न आयो भने सबैलाई नै राम्रो हुन्छ र थ्याङ्क यू सबैजनालाई And thank you uncle for this and thank you. बधाई छ Hello guys, we are from Nagaland. We are here visiting and exploring the places, and we meet our uncle and auntie. They are so kind, so generous, and they are so humble, down to earth, and they've given us even the eggs, which is very costly. So yeah, by seeing their love, we are very much blessed. Please like and continue to subscribe and help his channel and peace. Subscribe. Thank you. Peace out. धन्यवाद सबैजनालाई